हेलो, के छ सबैजनाहरूको हालखबर? ल, अहिले चाहिँ बिहानको 10 बज्यो। म चाहिँ आज यहाँ अफसर एकाउन्ट अनलाइन क्रिएट गर्नुपर्ने रहेछ क्या। त्यो अनलाइन एकाउन्ट क्रिएट गर्नको लागि चाहिँ आएको थिएँ, हिँड्दै आएको थिएँ। अनि के गरौँ अब अनलाइन एकाउन्ट क्रिएट गरेर चाहिँ रिटर्न हुँदैछु। त्यही भएर चाहिँ तपाईँहरूलाई यो एरियाको सानो एउटा भिडियो बनाएर देखाइदिउँ कि भनेर यो भिडियो बनाएको छु है त। ल हेर्नुहोस्। ल, यो हो साउदीको अलुला भन्ने ठाउँ। यो एरियामा चाहिँ अहिले म बसिरहेको छु अनि यही एरियामा चाहिँ म अहिले काम गरिरहेको छु नि त। ल हेर्नु है त, यो कस्तो छ। पुरै पहाडको मरुभूमि हो। यो बिल्डिङमा चाहिँ हो मैले भर्खरै अफसर एकाउन्ट क्रिएट गरेर आएको। यसको दायाँ बायाँ हेर्यो भने पुरै मरुभूमि नै मरुभूमि छ। ल हेर्नु कस्तो छ, पुरा यस्तो छ है। अब म हिँड्दै रुमतिर जाँदैछु। अब मलाई एटलिस्ट 10 देखि 15 मिनट लाग्छ कि हिँडेर जानलाई। ल हेर्नु कस्तो छ ठाउँ। यस्तो पहाड त हाम्रो नेपालतिर पनि छ, तर पनि अब हामीले यस्तो एरियालाई टुरिज्म एरिया स्पट बनाउन सकिरहेको छैनौँ नि त। तर यहाँ चाहिँ यिनीहरूले यो सबै एरियालाई टुरिज्म एरिया बनाएर अहिले चाहिँ एकदम प्रमोट गरिरहेको छ। उयो चाहिँ त्यो अब बस चाहिँ यो सानो कुन्टे बस, यहाँको बस हो, फ्री सर्भिस हो क्या, फ्री सटल सर्भिस हो। उसको स्टप एरिया छ। हामी चढ्यो भने त्यो एरियामा लगेर ड्रप गराइदिन्छ। अब आफूलाई चाहिँ थाहा हुनु पऱ्यो कि हामी कुन चाहिँ एरियामा झर्दैछौँ भनेर मेन। ल है त, ल हेर्नुहोस् कस्तो छ साउदीको अलुला भन्ने ठाउँ। म हिँड्दैछु होइन रुमतिर जानको लागि। अब लाग्छ अझै 5-7 मिनट चाहिँ होइन। 2.5 किलोमिटर जति डिस्टेन्स रहेछ। गुगलमा हेर्दै आएको अघि म आउँदाखेरि। अब अहिले चाहिँ रिटर्न गर्दाखेरि मलाई बाटो थाहा भयो, अनि त्यो भएर चाहिँ गुगल हेर्नु परेन। अहिले चाहिँ म हिँड्दैछु है त। अब हेर्नुभयो भने दृश्यहरू मेरो ब्याकग्राउन्डमा पनि हेर्न सक्नुहुन्छ है, कस्तो छ है। ल हेर्नुहोस्, माथिको पहाडहरू यस्तो छ क्या अगाडि पनि। सबै ढुङ्गा हो। कत्रो ढुङ्गाहरू छ खोइ। त्यो बिचमा के गरेर चाहिँ अब यो होल्सहरू बनायो। त्यहाँ मान्छेले लेखाएर रहेछ पेन्टिङ के पनि गराएर रहेछ। ल, अरू हेरिटेजेस एरियाहरू पनि छ होइन घुम्नलाई। अब म चाहिँ अहिले त्यो एरियाहरूमा गएको छैन। यदि कुनै इन फ्युचर कुनै दिन गएछु भने चाहिँ त्यो एरियाको पनि तपाईँहरूलाई भिडियो बनाएर म सेयर गर्छु है त। ल आजको लागि चाहिँ अब यो भिडियोमा यति नै होला सायद। अब मेरो क्याम्प पनि आइपुग्न लाग्यो, जानु छ है त। ल आजको भिडियो चाहिँ मैले यहीँ इन्ड गर्छु होला। ल हेर्नुहोस्, यो चाहिँ खजुरको रुखहरू यस्तो हुन्छ, खजुरको रुखहरू हेर्नुहोस्। यो चाहिँ